हेलो गुड मर्निङ आज चाहिँ नानीहरूको ग्रेजुएसन डे थियो है सो स्कुलमा हल्का उनीहरूले चाहिँ ग्रेजुएसनको यस्तो ड्रेसहरू लाएर है फ्लन्ट गरेर सो आज चाहिँ उनीहरूलाई लास्ट उनीहरूको स्कुल भएको कारणले गर्दाखेरि चाहिँ उनीहरूलाई चाहिँ अब सर्टिफिकेटहरू ह्यान्डओभर गर्नुहुने रहेछ सो त्यही भएर चाहिँ सबै प्यारेन्ट्सहरूलाई बोलाउनु भएको थियो नानीहरूलाई सिकाउनु भएको थियो होइन कसरी हिँड्नु के गर्नु भनेर सो म पनि अब यहाँनिर नानीको भिडियोहरू गर्दै थिएँ यसो नानीहरूलाई हेर्नुहोस् न कस्तो राम्रो राम्रो देखेको अब है उनीहरू फर्स्ट अब मन्टेसरीबाट चाहिँ उनीहरू ग्रेजुएट भएको सो किता मेरो छोरी पनि यहाँ हेर्नुहोस् न तान्दै हाँस्दै हो उसलाई पनि त्यो टोपी लुज भएर होला तान्दै तान्दै हो पनि मैले भन्दै थिएँ जानुहोस् बुवाकोमा बुवा पनि हुनुहुन्थ्यो सो उनीहरूलाई चाहिँ यहाँबाट राउन्ड लगाएर होला अब स्टेजमा सिधै उनीहरूलाई चाहिँ पर्फर्म गर्नु लागि राख्नुहुँदैछ मिसहरूले हो अन्त त्यहाँदेखि मेरो छोरी चाहिँ हेर्नुहोस् न टोपी तान्दै उसकोलाई देखाउँदै टोपी तान्दै गरिरहेको छ र उसको साथीसँग नै त्यहाँनिर छ ऊ चाहिँ साथी र ऊ चाहिँ उसले साथी चाहिँ छोड्दै नछोड्ने सबैजना आफ्नै आफ्नै धुनमा छ मिसहरूले बिचरा लाइनहरू मिलाउनु हुँदैछ उनीहरूले सिक्दैछ यस्तो गर्नुपर्छ उस्तो गर्नुपर्छ भन्दै एक दुसरासँग गफहरू नै गरिरहेको छ हो अर्को नानीहरू त हेर्नुहोस् न बाई बाई गर्दै बसिरहेको छ मेरो नानी त बिजी हेर्नुहोस् न त्यहाँनिर गफ गर्नु यहाँ गफ गरिरहेको छ है सो त्यति भन्दै उनीहरूले मिसहरूले उनीहरूलाई सिकाउनु भयो है कसरी उभिनुपर्छ के गर्नुपर्छ भनेर अस्तिदेखि नै सिकाउनु हुँदै थियो सो आज चाहिँ हाम्रो ह्यान्ड्सअपहरू उनीहरूले गर्दैछ जे मिसहरूले गराउनु हुँदैछ त्यो उनीहरूले गर्दैछ सो आज लास्ट डे भएर हो होइन कतिजना रुँदै पनि थियो यहाँनिर कतिजना आफ्नै धुनमा पनि छ है कतिजनाले चाहिँ इन्जोय पनि गरिरहेको छ र मेरो नानी चाहिँ इन्जोय गरिरहेको थियो अरू नानी चाहिँ मैले कतिजना धेरैजना देखेको थिएँ रुँदै गरेको है सायद उनीहरूलाई यस्तो झ्याउँ झुमझुम कतिजना मन पराउँदैन नि त नानीहरूले त्यही भएर पनि होला सो हामी प्यारेन्ट्सहरूले सबैजनाले भिडियो गर्नुमा बिजी भइरहेको थियौँ है अन्त त्यही गर्दा गर्दै अन्त त्यहाँदेखि चाहिँ म्यामहरूले उनीहरूलाई सिकाउनु हुँदै थियो यसो गर्नु भनेर सिकाउनु हुँदै थियो सो अन्त अब त्यस्तै त हुन्छ है नानीहरू एक ठाउँमा बस्दैन अन्त त्यहाँदेखि चाहिँ त्यसले गर्दाखेरि चाहिँ सबैजनालाई उनीहरूकै पछि नै हुनुहुन्थ्यो अन्त सो त्यसो गर्दै अन्त त्यहाँदेखि चाहिँ उनीहरूलाई अब मिसहरूले राइम्सहरू भन्नु लागि पनि सिकाउनु भएको रहेछ हो सो उनीहरूले पनि राइम्सहरू पनि भन्नु लागि अब रेडी भएर बस्दैछ है प्यारेन्ट्सहरूलाई हल्का देखाउनुको लागि होला नि अब होइन प्यारेन्ट्सहरूको पनि प्राउड मुभमेन्ट हो है मन्टेसरीबाट अब उनीहरू एलकेजी जाँदैछ है उनीहरूको क्लास अब बढ्दैछ अन्त होइन अन्त कति खुसी लाग्छ नि है हामीलाई पनि सो उनीहरूले पनि अब क्ल्यापहरू गर्दै अब मेरो छोरी त टोपी नै तानिरहेको छैन टोपी नै तानिरहेको छ अन्त राइम्सहरू भन्नुभयो मिसहरूले सो उनीहरूले चाहिँ राइम्सहरू भनेको हात यस्तो गरेर चाहिँ त्यहाँदेखि चाहिँ आफ्नो धुनमा छ आँखा कहाँ छ हात चाहिँ चलाउँदैछ तर मुखले बोल्दै भयो भने त्यस्तै हो अन्त त्यस्तो गर्दै अब फेरि सबै प्यारेन्ट्सहरू हेर्नुहोस् न सबै आफ्नो आफ्नो ठाउँमा उभिएर भिडियो गर्नु मेरो नानी चाहिँ बोकिदिइरहेको छ बिचरा मैले चाहिँ भिडियो गर्नु बिजी थिएँ त्यसो मेरो सानो नानी चाहिँ प्रियङ्काले बोकिदिइरहेको थियो होइन तिमी भिडियो गर भनेर सो म पनि भिडियो बनाइरहेको थिएँ अन्त त्यहाँदेखि चाहिँ अब उनीहरूको लास्ट हो है अन्त त्यहाँदेखि चाहिँ लास्टमा चाहिँ अब थ्याङ्क यू भन्ने उनीहरूले त्यो एसेम्बली प्रेयर थ्याङ्क यू फर द फुड वी इट भन्ने एउटा एसेम्बली प्रेयर छ है उनीहरूको त्यही उनीहरूले गर्दै बसिरहेको छ सो त्यति नै हो अब उनीहरूको क्लास सक्यो आज लास्ट डे जति नानीहरू अब है मेसहरूलाई पनि अलिकति उयो हुन्छ आजदेखिको फ्री हुन्छ किनभने नानीहरूको सकियो आजदेखिको मन्टेसरीको चाहिँ अब फेरि मिसहरूले उनीहरूलाई लाइन बाई लाइन भित्र लानुहुँदैछ है फेरि प्यारेन्ट्ससँगै बोलाएर उहाँहरूलाई सर्टिफिकेटहरू दिनुहुन्छ होला सो कतिजना नानीहरू रुँदैछ है लुगाहरूले गर्दाखेरि उनीहरूलाई अप्ठ्यारो भइरहेको छ है त्यही भएर कसैको टोपीहरू झरिरहेको छ फुस्किरहेको छ त्यही भएर उनीहरू अलिकति त्यहाँनिर मजाले बस्नु सकेकै छैन हो त्यही कारणले मलाई मिसहरूले भित्र लगेर अलिकति क्लासरुममा उनीहरूलाई है राखेर फेरि उनीहरूलाई फेरि
भाइहरू ल्याउनुहुन्छ होला हो त्यही भएर चाहिँ सबैजना लाइन बाई लाइन भित्र जानु लागि गर्नुहुँदैछ सो मिसले मेरो छोरीलाई पनि तान्दैनन् मेरो छोरीले चाहिँ मलाई हेरेर बाई बाई गर्दै गयो भित्र यहाँ फेरि मैले हल्का साथीहरूलाई जिस्काउँदै थियो नहेरेर न भन्दै थियो लाज लाग्यो नि त भनेर भन्दै थिएँ होइन सबैजना एक्साइट भएर आएको छ सो सानो यहाँ मिस डाइरेक्टरकोबाट चाहिँ अब हाम्रो स्पिच सानो दिनुभएको थियो है ग्रेजुएसन डेको हल्का दिनुभएको थियो सो स्पिच त्यही हामीले स्पिच पनि सानो सुन्यौँ है उहाँको तर्फबाट सो अन्त यसो गर्नु न ल अब ग्रेजुएट भयो दुईजना